किन जान्छु भन्दा पनि नि यहाँबाट भिजिट भिसामा यहाँ फेरि पैसा खान्छन्। म मेरो शरीर बेचेर भात खान्छु, लघु वित्त र सहकारीको किस्ता तिर्छु भनेर मेरा चेलीबेटीहरू आज रुँदै जान्छन्। यो रोकौँ न भनेर भन्दाखेरि नि आज मलाई के भन्छन् थाहा छ सोसियल मिडियाहरू? यो समाज भडुवा भन्छ। खाडीका देशहरूमा 50 डिग्री 55 डिग्रीका तातोमा झरेका ती पसिनामा हेर्नुहोस्, ती पसिनामा सिंहदरबारको राजनीति। अस्तिको घटना एउटा घटना म भन्छु, झापाको 3 महिनाको सुत्केरी बच्चा छोडेर राम्रो लाग्छ देशभरमा भन्छन् कुवेत हिँडेको रहेछ। यहाँ एयरपोर्टमा पासपोर्ट पक्रेछ, फर्काएछ। त्यो पासपोर्ट माग्नको लागि 50,000 जरिमाना तिर्नुपर्ने रहेछ। मैले अनि त्यहाँको हाकिमलाई फोन गरेर नि मेरोमा आयो। मैले के भने ए बाबा सुत्केरी जिउ पनि बेच्न पाइनन्, अब त्यो 50,000 तपाईँले कहाँबाट तिर्छिन्? कहाँबाट हेर्नुहुन्छ के गर्न खोजेको तपाईँले? कसैमा जान त दिनु पर्थ्यो, त्यो जान पनि दिनु भएन। अनि त्यो पासपोर्टको के जरिमाना लिनुहुन्छ? त्यही 50,000 गाउँमा उठाएर हिँडेकी थिइन् होला, अब तपाईँले 50,000 जरिमाना गरिदिएपछि के हुन्छ भनेपछि नि उसले के भन्यो भने नि 2,000 चाहिँ पठाइदिनु, 2,000 जरिमाना गरेर म पठाइदिन्छु। मैले 2,000 रुपियाँ पैसा दिएर त्यो पासपोर्ट